कस्तो छ तिम्रो पेट हेर्दै दङ्ग पर्छु म। करोडौँ अरबौँ पैसा कसरी भित्र पस्छन्। आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार छ। मेरो कविताको शीर्षक हो बालेन रवि बनिदेऊ आँखाको नानी। बालेन रविको इच्छा नेपाल बन्छ सुन्दर, हाँसेर जपने मन्त्र तिमीले सिक्न हुन्न र। जनार्दन जनताको हृदय कसरी जित्यौ, जनताको नैन तिमी गएर कसरी पुछ्यौ। बढी बस्ने घर सादगी बन है तिमी, औषधि घर गई शिक्षा सबमै दिनु है तिमी। जनताको हितमा हिँड्दै विजयी बन है तिमी, बनेर हिँड्नु पर्छ जनताकै हितकारिणी। दुःख जनताको मित्रका धीर हौ तिमी, बन है नयन नानी जनताको सुख हौ तिमी। पुछदा आमाको आँसु तिमीमा सुख हुन्न र, अभिलाषा जनताको भरोसा बन्न हुन्न र। संस्कृति सारथी शोभा विकृति भएमा फुल, हाल्नु पर्दछ तिमीले कोपिला बनेर झुल। वासना तिम्रो हेर विश्वमै चलने हो र, प्रकृति घरको थुङ्गा कीर्तिमा फुलले भर। बिहानी रोशनी तारा मिल्दछन् खोजदा मणि, सच्चा सपुतको याद गर्दै जानु है तिमी। पसिना मोतीका डल्ला वर्षन्छन् शिरमा किन, किसानीहरूको भेटी खाएर पेट भर्छन्। तिमी र तिम्रो पार्टी चर्चा छ देश देशमा, आशाको किरण खुल्छन् अवश्य घर घरमा। टिपदा फुलको थुङ्गा कचौरा सुनका भए, उज्यालो मिरमिरे चाँद चाँदनी घेरा हो अरे। कस्तो छ तिम्रो पेट हेर्दै दङ्ग पर्छु म, करोडौँ अरबौँ पैसा कसरी भित्र पस्छन्। भ्रष्टाचार दुराचारको औषधि मिल्दैन र, पवित्र देशमा यस्तो कस्तो भो नरगोचर। बालेन रूपौ राम सीता हुन् धरतीधारिणी, रविको साथको जेन्जी विजयी सत्यवादिनी। न दुःख सुखै सुख नेपाली घरमा अब, ज्योतिमा सत्यको दियो बालेर हिँडे है प्रिय। ज्योतिमा सत्यको दियो बालेर हिँडे है प्रिय। धन्यवाद, नमस्कार।